सन् 2025 अगस्त महिना नेपालको अछाम जिल्लाको सेरापानी गाउँ 28 वर्षकी निम खनाल र 7 वर्षकी कविता भण्डारी एउटा सानो गोठमा सुतिरहेका थिए। रातको समय उनीहरूको गोठमाथि ठूलो चट्टान खस्यो। त्यही ठाउँमा दुवैजनाको मृत्यु भयो। आखिर उनीहरूको अपराध के थियो त? उनीहरूको अपराध यो मात्रै थियो कि त्यति बेला निम खनालको महिनावारी भएको थियो र उनीहरूलाई महिनावारी भएकै कारण एउटा जीर्ण गोठमा छुट्टै सुत्न बाध्य पारिएको थियो। यो घटना सुनेर अहिले तपाईलाई कस्तो लागिरहेको छ? रिस, दुःख र विश्वास नलाग्दो। तर यो कुनै अपवाद होइन। यो त नेपालमा अझैसम्म चलिरहेको पुरानो सामाजिक रोग। आउनुस् आज हामी यसै विषयमा तथ्य, इतिहास, कानुन र समाधान सहित कुरा गर्नेछौँ, किनभने यो हामी सबैले बुझ्नुपर्ने कुरा हो। सबैभन्दा पहिले हामीले यो कुरा बुझ्न जरुरी छ कि यो समस्या कतिसम्म ठुलो छ त? नेपालका 2/3 भन्दा बढी महिलाहरू अर्थात् 70% महिलाहरूले महिनावारी भएको बेलामा दैनिक गतिविधिमा भाग लिँदैन। नेपालमा 30% किशोरीहरूले महिनावारी भएको बेलामा स्कुल छोड्छन्। नेपालमा किशोरीहरूको स्कुल अनुपस्थिति दर महिनावारी भएकै कारण 53% सम्म पुग्छ, अर्थात् वर्षमा झन्डै 6 हप्ता। नेपालमा माध्यमिक स्तरमा केवल 70.5% किशोरीहरूले भर्ना लिन्छन् र 62.5%ले मात्र पूरा गर्छन्। बाँकी महिलाहरूले महिनावारी भएकै कारण स्कुल नै छोडिदिन्छन्। संख्याहरू सुनेर तपाईलाई लाग्न सक्छ यो त ग्रामीण नेपालको कुरा हो। छाउपडी केवल पश्चिम नेपालमा मात्र होइन, नेपालभरि विभिन्न नाम र रूपमा प्रचलित छ। सहरहरूमा पनि महिनावारी भएको कारण विभिन्न किसिमका गतिविधिहरूमा रोक लगाउने गरिन्छ। जस्तै घरमा पूजा गर्नु मिल्दैन, घरको माथिल्लो तलामा जान मिल्दैन, खानेकुराहरू छुन मिल्दैन, बिरुवाहरूलाई छुनु मिल्दैन, जस्तै। फरक यति मात्र, त्यहाँ छुट्टै गोठ छ, यहाँ छुट्टै कोठा छ। अब एउटा महत्त्वपूर्ण प्रश्न, आखिर यो महिनावारी अपवित्र हो भन्ने सोच आयो कहाँबाट? हिन्दू पौराणिक अनुसार स्वर्गलोकका राजा इन्द्रदेवले ब्राह्मण हत्याको पाप गरे, जसको पाप वितरण गर्नको लागि उनले महिलाहरूलाई मनाए र त्यही पापको बदलामा महिलाहरूलाई महिनावारी दिए। त्यही मिथकबाट सुरु भयो महिनावारी अपवित्रता हो र यो भएको बेलामा देवी रिसाउँछिन्। छाउपडी अन्तर्गत मान्ने अन्धविश्वासहरूमा यदि महिलाले बिरुवालाई छोइन् भने बिरुवाले फल दिन छोड्छ, यदि महिनावारी भएको बेलामा महिलाले गाईको दुध खाइन् भने गाईले दुध दिन छोड्छ र यदि महिनावारी भएको बेलामा महिलाले किताब छोइन् भने देवी सरस्वती रिसाउँछिन्। यो अन्धविश्वासलाई आजसम्म कसैले चुनौती दिनै सकेको छैन, किनभने यसलाई धर्मसँग जोडिएको छ र धर्मसँग जोडिएको कुराहरूलाई प्रश्न गर्ने हो भने हाम्रो समाजमा त्यसलाई अपराध मानिन्छ। तर विज्ञानले भन्छ महिनावारी एउटा सामान्य जैविक प्रक्रिया हो। यो गर्भधारणको लागि अनिवार्य छ। कुनै पनि महिलाको महिनावारी हुनु भनेको उसको शरीर स्वस्थ र सामान्य छ भन्ने कुराको प्रतीक हो। अब कुरा गरौँ छाउपडी भनेको के हो र आजसम्म यस छाउपडीको कारणले गर्दा कति महिलाहरूले ज्यान गुमाउनु पर्यो। छाउपडीमा महिनावारी भएकी महिलालाई घरबाट बाहिर निकालिन्छ। एउटा सानो जीर्ण गोठ अथवा झुपडीमा छुट्टै बस्न बाध्य पारिन्छ। पहिलो पटक महिनावारी भएकी अविवाहित महिलाका लागि 13 दिन र विवाहित महिलाका लागि 5 देखि 7 दिन। उनीहरूलाई त्यो गोठमा सुक्खा खाना र नुन बाहेक न त राम्रो बिस्ताराको व्यवस्था गरिएको हुन्छ, न त ओड्ने न ओछ्याउने। आफै सोच्नुहोस्, त्यो छाउ गोठमा बिना कुनै खाना, बिना कुनै राम्रो बिस्तारा, बिना कुनै सुरक्षा ती महिलाहरूले के कुराको सामना गर्नुपर्छ होला? सर्प र बिच्छीको आक्रमण, कडा चिसोमा निमोनिया र हाइपोथर्मिया, आगो बाल्दा कार्बन मोनोअक्साइड ग्यासले गर्दा सफोकेसन, यौन हिंसा र डिप्रेसन अनि आघात। अब केही वास्तविक मृत्युका घटनाहरू सुनौ। 2066 माघ 11 वर्षकी बालिका छाउगोठमा पखाला र निर्जलीकरणबाट मृत्युको शिकार हुन पुगिन्। उनलाई आफ्नै घरको परिवारले पनि अस्पताल लैजान अस्वीकार गर्यो, किनभने उनलाई छोयो भने हामी अशुद्ध भइन्छ भनेर। 2073 मङ्सिर 2 युवतीको मृत्यु भयो छाउगोठमा आगो बाल्दा कार्बन मोनोअक्साइड ग्यासले गर्दा सफोकेसन भएर। जेठ 2074 14 वर्षकी लाल सराबिकाको कडा चिसोको कारण छाउगोठमा मृत्यु भयो। 2080 साउन 16 वर्षकी अनिता चन्दको छाउगोठमै सर्पले टोकेर मृत्यु भयो। 2082 साउन कमला औजी 28 वर्षकी 3 सन्तानकी आमा छाउगोठमा एक्लै सुत्दा सर्पले टोकेर मृत्यु भयो। यो घटनालाई त अझ उनकै परिवार लुकाउन खोजे, तर प्रहरीले अनुसन्धान गर्दा पछि पत्ता लाग्यो। भदौ 2082 निम खनाल र कविता भण्डारीको छाउगोठमा ढुङ्गा खोसेर चापिएर मृत्यु भयो।
नेपाल ह्युमन राइट कमिसन नेपालको रिपोर्ट अनुसार केवल अछाम र दैलेखमा मात्रै विगतको 13 वर्षमा 15 जना महिलाको छाउगोठमै मृत्यु भएको छ। संख्याहरू सुनेर तपाईको मनमा एउटा प्रश्न अवश्य पनि उठेको होला कि नेपाल सरकारले यो समस्या समाधानको लागि केही गरेको छैन, कुनै नियम कानुन ल्याएको छैन। अवश्य पनि छ, नेपाल सरकारले कानुन ल्याएको छ, तर कानुन छ, न्याय छैन। सम्बत 2062 सालमा नेपालको सर्वोच्च अदालतले छाउपडी प्रथालाई अवैध घोषित गर्यो। विक्रम सम्बत 2065 सालमा सर्वोच्च अदालतले छाउपडी प्रथालाई उन्मूलन गर्ने निर्देश जारी गर्यो। अनि विक्रम सम्बत 2074 सालमा संसदले क्रिमिनल कोड बिल पास गर्यो, जस अन्तर्गत छाउपडी पालन गर्न बाध्य बनाउनेलाई 3 महिना जेल सँगसँगै 3000 रुपियाँ जरिवानाको पनि व्यवस्था गरियो। यति कानुनहरू बन्दा बन्दै पनि किन अझै पनि महिलाहरू छाउगोठमा बस्न बाध्य छन् र दिनदिनै आफ्नो ज्यान गुमाउन बाध्य भइरहेका छन्? हिमालयन टाइम्स 2019 को रिपोर्ट अनुसार अछाम र दैलेखका जिल्लाहरूमा आजसम्म पनि कुनै पनि किसिमको छाउपडी प्रथाको बारेमा उजुरी दर्ता भएको छैन। प्रहरीहरूले भन्छन् हामीसँग उजुरी नै आउँदैन, हामीले के गर्ने? यो एउटा चिकन एन्ड एगको समस्या जस्तै बनेको छ। महिलाहरूले उजुरी दिँदैनन् किनभने समाजको डर छ र प्रहरीहरूले केही गर्न सक्दैनन् किनभने उनीहरूसँग उजुरी छैन। यसमा महिलाहरूले पीडा भोगिरहनु परेको छ। ह्युमन राइट्स कमिसन नेपालले त यो नै भनेको छ कि छाउपडी वाज नेभर मेड अ सिरियस पोलिटिकल एन्ड सिरियस इस्यु इन नेपाल। जब छाउपडीको कुरा गरिन्छ तब सबैले सुदूरपश्चिमको बारेमा नै कुरा गर्छन्, तर नेपालको प्रत्येक घरमा यो प्रथा चलिरहेको छ र यो तबसम्म चलिरहनेछ जबसम्म मानिसहरूको सोचमा परिवर्तन आउँदैन। र सोचमा परिवर्तन तब आउँछ जब त्यहाँ शिक्षा हुन्छ। तर नेपालको अधिकांश जिल्लाहरूमा छाउपडी प्रथा, महिनावारी र यौन शिक्षा सम्बन्धी कुराहरूमा पढाइँदैन। हो, किताबमा पाठहरू छन्, किताबमा शीर्षकहरू छन्, तर जब तिनीहरूलाई पढाउने बेला आउँछ सबैले किताबको पाना पल्टाएर दोस्रो च्याप्टर चाहिँ सुरु गर्छन्। यसै कारणले गर्दा कतिपय किशोरीहरूलाई महिनावारी के हो भन्ने नै थाहा हुँदैन, जसले गर्दा पहिलोचोटि महिनावारी हुँदा उनीहरू डराउने, मलाई ठुलो रोग लाग्यो भन्ने कुराहरूको पनि उनीहरूले अनुभव गरेको चाहिँ हामीले रिपोर्ट भेटाएका छौँ। तर अचम्मको कुरा के छ भने नेपालमा शिक्षित मानिने व्यक्तिहरू, शिक्षित मानिने महिलाहरूले पनि यो अन्धविश्वासलाई निरन्तरता दिइरहेका छन् र आउने पुस्ताहरूलाई यही कुराहरूलाई निरन्तरता दिनसम्म बाध्य पारिरहेका छन्। त्यसैले अन्धविश्वास र परम्पराहरू सधैँभरि ठिक हुँदैनन्। यिनीहरूमाथि प्रश्न गर्न पनि जरुरी छ, परम्पराहरू सुध्रिन पनि जरुरी छ। यदि कसैले पनि तपाईलाई केही कुरा गर्न बाध्य बनाइरहेको छ भने त्यसमाथि प्रश्न गर्न सिक्नुहोस्। जब तपाईले प्रश्न गर्नुहुन्छ त्यति बेला मात्र तपाईले त्यो कुराको समाधान खोज्न सक्नुहुन्छ। यो भिडियो केवल निराशाको कुरा गर्न मात्रै बनाइएको होइन, हो परिवर्तन भइरहेको छ र त्यसको कुरा गर्न पनि उत्तिकै जरुरी छ। पिएन ट्रस्ट फन्ड र रेस्टलेस डेभलपमेन्ट नेपालको कार्यक्रमपछि छाउगोठ प्रयोग गर्ने महिलाहरूको प्रतिशत 20%बाट झरेर 5%मा आएको छ। 2019 जनवरीमा बाजुरा नगरपालिकाले 60 वटा छाउगोठ भत्कायो र थप छाउगोठ भत्काउनको लागि प्रहरी परिचालन गर्यो। 26 वर्षकी सङ्गीता रोकैयाले छाउपडी विरुद्ध सचेतना फैलाउनको लागि सगरमाथा आरोहण गरिन्। डिसेम्बर 8 लाई इन्टरनेसनल डिग्निफाइड मेन्सुरेसन डे घोषणा गर्न युएनमा आग्रह गरिन्। सामाजिक सञ्जालहरूमा पनि अहिले यस विषयमा सामग्रीहरू आउन थालेका छन्। अहिलेको यङ्गर पुस्ताले यो सम्बन्धी प्रश्न गर्न थालेको छ र यस सम्बन्धी तथ्यहरू खोज्न थालेको छ। र तपाईले पनि यो च्यानल हेर्दै हुनुहुन्छ भने तपाई पनि एउटा परिवर्तनको हिस्सा हुनुहुन्छ। तपाईले के गर्न सक्नुहुन्छ? तपाईले यो भिडियो अन्तिमसम्म हेर्नुभयो, यसको मतलब तपाईलाई यो कुरा रोचक लाग्यो र तपाईलाई यो लाग्यो कि यो कुरा जान्नु आवश्यक छ। अब तपाईले गर्नुपर्ने महत्त्वपूर्ण कुराहरू: पहिलो, घरमा खुलेर कुरा गर्नुस् र महिनावारीलाई सामान्य विषयको रूपमा लिनुस्। छी, लात, गोप्य जस्ता शब्दहरू महिनावारीको लागि प्रयोग गर्न छोड्नुस्। दोस्रो, स्कुल जाने साना छोरी बहिनीहरू छन् भने उनीहरूलाई महिनावारी हुनुभन्दा पहिले नै महिनावारी के हो भन्ने कुराको जानकारी दिनुस्। तेस्रो, यदि अहिले पनि तपाईको समाजमा महिनावारी भएको बेलामा महिलाहरूलाई घर बाहिर सुत्न बाध्य बनाइन्छ भने त्यो कुराहरूलाई, त्यस्तो नियमहरूलाई चुनौती दिनुस्। तपाईको एउटा प्रश्नले, तपाईको एउटा कदमले अरू व्यक्तिहरूलाई पनि प्रेरणा दिन सक्छ। चौथो, महिनावारी कुनै पाप होइन, यो कुनै रोग होइन र यो कुनै गोप्य कुरा पनि होइन। एउटा सामान्य जैविक प्रक्रिया हो। यो विषयमा सामान्य रूपमा बोल्न सुरु गर्नुस्। यो क्रान्ति होइन, एउटा सभ्यता हो। यो भिडियो मन पर्यो भने लाइक, सब्स्क्राइब र सेयर गर्न नबिर्सनु होला र हामीलाई कमेन्टमा लेख्नु होला तपाईको घरमा अझै पनि महिनावारीलाई अपवित्रताको रूपमा हेरिन्छ कि तपाईको सोच परिवर्तन भइसकेको छ। हस्त धन्यवाद। फेरि भेटौँला अर्को भिडियोमा।